ड्युटीबाट हामी रुम जाँदैछौँ है। ड्युटी सकिएर साथी हो। हेर्नुहोस् बाटो, हामी समुद्रको टापुबाट जाँदैछौँ। हेर्नुहोस् बाटो सानो छ। हेर्नुहोस् बस, मलेसियाको सार्वजनिक बस। बेलुकीको 7:30 हुन लागिसकिसक्यो। यहाँ चाहिँ एकतर्फी बाटो भइरहेको छ। उताबाट सानो बाटो भत्किएर एकतर्फी आउने जाने हुन्छ। उताबाट आइरहेको छ, यताको पालो बाँकी छ। अब हेर्नुहोस् उताबाट चाहिँ गाडी आइरहेको छ, यताबाट चाहिँ जाममा परिरहेको छ। बिचमा केही वर्षाको कारणले गर्दा बाटो भत्किरहेको छ। जाँदैछ हाम्रो पालो, यताबाटको पालो। यहाँ हाम्रो बसले गाडी एक्सिडेन्ट भइरहेछ भन्छ अगाडि। हेर्नुहोस् यो बिल्डिङमा पनि नेपालीहरू सेक्युरिटी गार्ड गर्नुहुन्छ अनलाइटमा। हेर्नुहोस् बिस्तारो जाँदैछ हाम्रो गाडी। हेर्नुहोस् गाडीहरू अगाडि बढिरहेको छ। यहाँनिर बाटो भत्किएको छ, म देखाउँछु तपाईँहरूलाई। यहाँनिर बाटो बिग्रिनको कारणले गर्दा एकतर्फी मात्रै जानुपर्ने अवस्था भएको छ। यहाँ अगाडि एक्सिडेन्ट भएछ। ओहो एक्सिडेन्ट यहाँ हेर्नुहोस् एक्सिडेन्ट गाडी भइरहेको छ। त्यसै कारणले पनि जाम भइरहेको छ। मान्छेलाई चाहिँ के भयो कसो भयो थाहा भएन। हेर्नुहोस् भित्तातिरको गाडीहरू पुरा पालो सिस्टम, आधी जाने आधी रोकिने। हामी रुम यस्तै 15-20 मिनटमा पुग्छौँ। हाम्रो साथीहरू अगाडि वेटिङ गरिरहेको छ। हामी अहिले तीनजना छौँ। हाम्रो गाडी हो, हेर्नुहोस् जाममा। आज सन्डे हो, त्यही भएर यहाँको पब्लिक होलिडे। त्यही कारणले गर्दा गाडीहरू पुरा हेर्नुहोस् धेरै रोडमा आइरहन्छ। सबै होलिडे पब्लिक होलिडे मनाउनु जान्छन्। हामी त अब ड्युटी घुम्ने अवस्था पनि हुँदैन। हेर्नुहोस् गाडीहरू, बाटो एकदम सानो छ। यहाँ चाहिँ 1 वे होइन 2 वे हो। हेर्नुहोस् साथीहरू समुद्र चाहिँ यही ठाउँमा छ, अलिक अँध्यारोको कारणले देखिएन। हाम्रो साथीहरू आइपुगेन, यहाँ त छैन त। आगे आ रहा है हम लोग, दोस्त लोग आ रहे दोस्त लोग आ गया। ल साथीहरू पसौँ। हाम्रो साथी हराएको अवस्था है। हिंदी बोल रहा था इतना अच्छा। बंगाली लड़की फर्स्ट टाइम देखा है मैंने। हेर्नुहोस् साथी हो जाम कति छ गाडी। हेर्नुहोस् हाम्रो गाड़ी कतिमा स्पीड छ, कितना में स्पीड है? 60 का स्पीड है। ज़्यादा स्पीड चला नहीं सकता है, रास्ता छोटा है।
हेर्नुहोस् कहाँदेखि कहाँसम्म छ जाम हेर्नुहोस् पहले आपका आपका मैडम इतनी जल्दी आ गया था नो फास्ट ब्रो बिकॉज हम तो यहाँ यता समुद्र छ समुद्र अलि देखिँदैन देखाउनु फिर जब रात आधा परिसकिसक्यो रास्ता से उसने मैडम को पूर्णा को कॉल किया उसने बोला 15 मिनट में पहुंच रहा फिर पूर्णा ने बोला नहीं मैं चला गया मैं पूर्णा उठाकर वो उसने काट दिया फोन फिर मैं अभी गाडीहरू हेर्नुहोस् आउने क्रम भइरहेको छ पीपल थिंक सी पुलिस का तो जी देखा सी जैसे यहाँ जैम है ना तो यहाँ मेरे पीछे देखो धेरै एक जस्तो भी यहाँ नहीं है सन्डे र सटरडे धेरै जाम हुन्छ गाडीको द ब्लू लाइट छुट्टीको कारणले गर्दाखेरि नहीं हमारा पीछे था हेर्नुहोस् गाडी हेर्नुहोस् कति जाम छ That's why she must pick up Purna was. बाटो एकदम सानो छ किनकि यो समुद्रको टापुमा भएर हो बाटो एकदम सानो हुनाले कारणले गर्दाखेरि टुवे भएको कारणले गर्दाखेरि So people think she police car. मैं देखा था एक बहुत big crime है यार अब पुलिस को हेर्ने सार्वजनिक बस जाँदैछ oh the header है बहुत फास्ट भी चलाता है ना मैडम मेरे को आगे रखता है मेरे को डर लग जाता है कभी कभी ऐसा ब्रेक लगता है लगाता है मेरे को डर हो जाता है डर जाए बहुत डेंजरस है मालूम नहीं क्यों इतना जल्दी लेट आता है इसलिए जल्दी जल्दी हमारा लेट आता है इसलिए जल्दी जल्दी करने चाहता है हाँ निकालने का रिमूव करेगा ओ क्या कर रहा है गाड़ी रास्ता में ओ traffic light my begin traffic light अब चाहिँ 2 वेमा आयौँ हामी अघिसम्म सानो कैसे जा सकता है मैं मालूम नहीं वहाँ तो स्लो जाना पड़ेगा क्योंकि वो हामी अब सिटीतिर आउँदैछौँ सिटीतिर हेर्नुहोस् यताको यहाँ मार्केटहरू There you must go slow because they block the road. You know how कैसे जा सकती है फास्ट भी नहीं जा सकता वहाँ रात परेको अवस्था बैठे ट्राफिक लाइट हेर्नुहोस् नेपालमा पनि यस्तै भइरहेको भएदेखि ट्राफिकहरू बस्नै पर्दैन नि होइन ट्राफिक लाइट भइरहेको भए चोक चोकमा जीवन आप आज डायमंड जाएगा मैं आज रूम जाएगा अर्जुन अर्जुन डायमंड जाएगा हेलो साथीहरू Oh, hello, hello. हेर्नुहोस् साइकलमा पनि हेरिरहेका छन् हेर्नुहोस् यता हाम्रो लोकलहरू साइकलमा हिँडिरहेको छ हेर्नुहोस् बाटो यस्तो छ Oh my god. Hotel. Enos. Satyo Hotel. हामी यहाँ ट्राफिक लाइटमा बसिरहेका छौँ नेपालमा भएदेखि ट्राफिकहरू सिटी बजाउँदै कति कराउँथ्यो होला है
त्यहाँबाट गइरहेको छ गाडीहरू जानेहरू। हामी चाहिँ यहाँबाट न्युटर्न लिउँछौँ पनि अब हिँड्यौँ यहाँबाट न्युटर्न। हेर्नुहोस् न्युटर्न फेरि त्यतै घुमियो यतै घुमियो। May 16. स्टार्ट हेर्नुहोस्। Yeah, I think so. हमारा देख रहा था आप लोग घुर के मिलेगा आप लोग। Yeah, हेर्नुहोस् Indonesia. आइपुग्यो हामी। एक्शन भी फैन दिलान इंडोनेशिया से आया एक्शन करता है। साइड बहुत छोटी है लगती है। साइज बहुत छोटी है मुंडे वेरी बैड शेप। देख पट्टे उसका पट्टे हेर्नुहोस् हेर्नुहोस् हाम्रो यहाँ छुट्टा लड्की हेरे देखो बाद में मेरे को मारेगा देखेगा था। मेरे वीडियो क्यों खींचा के बाद में मारेगा। हेलो हेलो भाग्दैछ हेर्नुहोस्। ये ऐसा लगता है गिरने वाली है बारू से लगता है ना तारा लगता है इंडोनेशिया लड़की है क्या देख रहा है पीछे यार। हेर्नुहोस् ग्राब फुड खाना डेलिभरी वाली है वो। अब आइपुग्न लाग्यो हामी अगाडिको ब्रिजमा उत्रिन्छौँ। त्यहाँबाट हामी हिँड्दै जानुपर्छ रुम। आइपुग्यो। एक बार गिर जाएगी ना साला। सब इसका एक्शन Terus jauh, too much jam, वो still jam यो too much jam. ओके भाइ लोग हामीले यहीँ उतारिदियो हेर्नुहोस्। अब हिँड्दै जानु पर्यो। फेरि माथिबाट आकाश पुलबाट हामी हिँड्दै जाँदैछौँ। त्यहाँबाट आकाश पुलबाट हिँड्दै जाँदैछौँ। पुलबाट गाडीहरू कुदिरहेको छ। बाई बाई। यसै गरी अर्को भिडियो ल्याउनेछु। नयाँ भिडियोमा हेर्नु होला भन्दै बिदा माग्न चाहन्छु सबैजनासँग। बाई बाई।